सामाजिक सञ्जालमा यति बेला एउटा भावुक भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ। भिडियोमा तीनजना साना बालक वर्षाको झरीमा प्लास्टिक ओढेर विद्यालयतर्फ हिँडिरहेका देखिन्छन्। उनीहरूलाई हेर्दा मनमा कुनै गुनासो छैन, बरु विद्यालय पुग्ने उत्साह झल्किन्छ। यो दृश्यले धेरैलाई आफ्नो बाल्यकाल सम्झाइदिएको छ। वर्षाको दिनमा छाता नभए प्लास्टिक ओढेर विद्यालय जाने, हिलो बाटो पार गर्ने र साथीहरूसँग रमाउँदै यात्रा गर्ने ती दिनहरू धेरैका लागि अविस्मरणीय स्मृति बनेर फर्किएका छन्। उक्त भिडियोले भौतिक सुविधा भन्दा पनि शिक्षा प्राप्त गर्ने बालबालिकाको दृढ इच्छाशक्ति र सरल जीवनको सुन्दरता देखाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले भावुक प्रतिक्रिया जनाइरहेका छन्। धेरैले यही हो हाम्रो बाल्यकाल भनेका छन् भने केहीले यी दृश्यले मन छोयो भनेका छन्। त्यसैगरी केही प्रयोगकर्ताले सङ्घर्षभित्रको मुस्कान जस्ता टिप्पणी गरेका छन्। हेर्दा सामान्य देखिने यो दृश्यले बाल्यकालका मिठा सम्झनासँगै शिक्षा, सङ्घर्ष र सरल जीवनको वास्तविक चित्रण फेरि एकपटक सबैमा जीवन्त बनाइदिएको छ। तपाईहरूले यो भिडियो हेर्दा कस्तो लाग्यो जस्ताको त्यस्तै कमेन्ट गर्न नबिर्सिनुहोला र तपाईका बाल्यकालका साथीहरूलाई मेन्सन गर्न पनि नबिर्सिनुहोला।